हल्का रमाइलो माया ठीक छ नि एकदम बबाल छ यो हजुरकै गीत हो कि हो यस कैसा लगे है मुझे किससे मैं बताऊं लगे है सब कुछ अपसाइड डाउन तू भी खींच दो अब मना लेकर है स्टॉप मेरो जस्तो लाग्दैन दामी दामी बबाल छ थ्यांक यू तपाईको हर चीज बबाल के सब फिगर कोका कोला हैन तपाईको फिगर कोका कोला डान्स तपाईको डान्स तपाईको साउन्ड मेरो फिगर कोका अनि तपाईको स्वर तपाईको सब चीज राम्रो तर राम्रो मान्छेको नराम्रै हुन्छ भन्ने प्रुफ त छ तर तपाईकोमा कमेन्ट छैन बबाल छ देख्ने चीज सबै राम्रै छ डोन्ट वरी मेरो नदेखिने चीज पनि झन् दामी छ चिन्ता नगर हजुर मेरो नदेखिने चीज पनि झन् दामी छ देखिने चीजको त तपाईको कमेन्ट गर्ने ठाउँ छैन हैन हैन मेरो दामीले मतलब छैन नदेखिने चीज भनेको मतलब तपाईको मेरो त मैले त सबसे धेरै मेन्सन गर्ने नै त्यही चीजलाई हो सो डोन्ट वरी अबाउट दैट है त सपना से ह्यापी न्यू इयर गाइस किन मेकअप गर्दै हिँड्छ कि क्या हो मेकअप चाहिँ गर्दिन तर अनुहारलाई भन्दा पनि बढी मेकअप चाहिँ त्यतातिर गर्छु लिपस्टिक गाजल यु लाइक सपना सिस खै एकचोटि हेरौँ त कतिको मेन्टेन गर्नु हुँदो रहेछ देखाउँदै हिँड्नु मिल्ने भएदेखि त कहाँ अब त्यसको भ्यालु नै हुँदैन थियो नि ब्रो त्यो भनेको आफ्नो त्यो भनेको नदेखाएकै राम्रो थुतुनोसँग म्याच हुन्न नि नदेखाए मतलब अनुहारसँग म्याच हुन्न त्यो जति नै लुकेर बस्यो भने त्यस्तै हो डबल छाप गर्न सबैजना गाइस हाम्रो जुरेली अस्मिता जुरेलीजीसँग भेटेको छु सबजना एकचोटि सर ट्याप गर्नुहोस् हैन गाइस डबल छाप इन्टु ट्रिपल इन्टु ट्रिपल इन्टु ट्रिपल इन्टु ट्रिपल इन्टु ट्रिपल सबैजना यस्तो उहाँ इन्टरनेसनल खेलाडीसँग हामी जस्तो थाहा थते जोडिनु पाउँदा गर्ववती फिल मेरो मकालु दाइ मकालु गुरुङ दाइ थ्यांक यू सो मच मेरो प्यारो दाइ डबल छाप डबल छाप डबल छाप डबल छाप डबल छाप डबल छाप सम्पूर्ण प्यारो दाइहरु थ्यांक यू सो मच मकालु जुरेलीसँग लभ परेछ हैन मैले पहिला तपाईसँग बिहे गरे भने मैले पहिला इन्स्योरेन्स गर्नुपर्छ होला है इन्स्योरेन्स गर्नुपर्छ नि एउटा पेपर हुन्छ त्यसमा सिग्नेचर गर्ने यदि बिहे गरिसकेपछि हात खुट्टा भाँचिएमा केही भएमा चाहिँ भाइ भन्छ ओके दाइ मेरो टेक केयर मेरो दाइ ह्यापी न्यू इयर ज्यान तलमाथि भएमा के भएमा चाहिँ त्यसको जिम्मेवारी चाहिँ म आफै हुनेछु भनेर एउटा पेपरमा चाहिँ सिग्नेचर गर्नुपर्ने हुन्छ त्यो त तिमीले पनि गर्नुपर्छ ओके छ त मेरोमा बक्सिङ नगए पनि जाने चिज छ नि फेरि त्यसमा चाहिँ तिमीले पनि त्यसमा टाइम मजाले गर्नुपर्छ यदि म हार खाएछु म हारिएछु भने जिम्मेदारी मै छु पहिला फिल्डमा आउनु पर्यो नि नानी लड्नलाई अनि पो हार जित भन्ने थाहा हुन्छ त पहिले हेरेर यसरी हेरेर त कहाँ थाहा हुन्छ त विचार गर न नि थुतुनो र ऊ मिल्दैन भन्ने कुरो 7.2 ले हामीलाई देखाएको छ हाम्रो पनि त्यस्तै हो एनीवे थ्यांक यू सो मच मेरो प्यारो प्यारो दाइहरु ओके पनिशमेन्ट गर्नु त हजुर के पनिशमेन्ट डान्स गर्ने तपाईले नर्मल दिन्छ हामीले राष्ट्रको गहना हो तपाई भनेको हैन हामी इज्जत गर्नुपर्ने ठाउँमा इज्जत गर्छु के हामीले सबैले तपाई राष्ट्रको गहना हो तपाईसँग जोडिनु पाउनु नै म गर्ववती फिल हुनु हो हैन राम्रो लाग्छ आई लभ यु पहिलोबाट जिन्दगीमा पहिलोचोटि मैले कसैलाई प्रपोज गरे हो मैले पनि आँखालाई हेरेरै थ्यांक यू सो मच मेरो प्यारो दाइ अन्त अब हजुरसँग मिल्दैन मिल्न त लेभल कस्तो सुन है हल्का रमाइलो एउटा कुरा चाहिँ हुन्छ नि जो स्वार्थी मान्छेहरू जसले लेनदेनमा र जसले अर्कालाई लुट्न र धुत्न मात्रै बसेको त्यो चिपेस्ट मान्छेहरूले मात्र हो क्या लेभलको कुरा गर्ने जहाँ साँचो माया र जो मान्छे सच्चा हुन्छ नि त्यहाँ न पैसा हुन्छ न एज हुन्छ न उमेर हुन्छ न जात हुन्छ न धर्म हुन्छ न के हुन्छ
आजदेखि तिमी र मेरो लभ पर्यो कन्फर्म गाइज थ्याङ्क यू सो मच मक्कालु दाइ थ्याङ्क यू सो मच प्यारो दाइ सबजना अझै ट्याप्टा गर्नुहोस् अझै अलिअलि ट्याप्टा गर्नुहोस् भनेपछि मेरो मक्कालु दाइले सबजना यो मुटुलाई छुँदै फलो गर्दै गर्नु त 627 जना गाइज उहाँको नयाँ आइडी रहेछ क्या सबजना सपोर्ट गर्नु न थ्याङ्क यू सो मच मेरो प्यारो तपाईँको देख्ने हेर्ने चिज त सबै कमेन्ट गर्नु नपर्ने खालको छ क्या सब ठिक छ क्या तर तपाईँको नदेख्ने चिज कस्तो होला त्यो मन होइन नदेखिने चिज तपाईँको कस्तो होला त्यो मन होइन मैले त्यो कन्फ्युजनमा बसिरहेको छु तर तपाईँलाई कमेन्ट गर्ने ठाउँ त छैन सबै चिज राम्रै देखेको छु ओके कहाँ जाब बोल्नु सबैले ओके 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 भन्छ कस्तो छ भनेर सोधेको लाटी कस्तो क्या इज्जत गर न यार केटी मान्छे तिम्रो कस्तो छ के हो यस्तो क्वेसन बारम्बार आमा तिम्रो थिङ्किङ पनि गलत जाँदो रहेछ है यहाँ कमेन्टमा त्यस्तै आइरहेछ आफू त्यस्तै बोलिरहेछ के हो म त मन भनिरहेछ मन कसैले देख्छ त देखिहाल्छ नि कसैले देख्छ मन कस्तो हुन्छ भन त यहाँभित्र मन छैन नि मन भनेको अर्काको मन त्यो नदेखिने मन जस्तो पनि हुन्छ नि फिलिङ्स हो क्या फिल गर्ने कुरा हो मन भन्ने अहिले मेरो मनमै के चलिरहेको होला त तिम्रो मनै छैन कहाँ छ मन भन्नु तिमीलाई के त मेरो कत्रो ठुलो छ मन भन्ने कुरो थुक्का मान्छे भनेको सबैभन्दा ठुलो मन हुनुपर्छ क्या मेरो एकदम ठुलो छ मन अर्का बुढी पनि अट्टिन्छ मेरो मनमा त साथीको गर्लफ्रेन्ड पनि अटाउँछ मेरै मनमा आफ्नो बुढी त आफ्नै भइहाल्थ्यो झन् त्यही भएर मेरो चाहिँ एकदम ठुलो छ मन के बुझा भयो त मर्नु बुझ्दैन नानी बुझ्नलाई गाह्रै हुन्छ बुझ्नलाई त 7.2 नै हेर्नुपर्छ ल ओके हाम्रो अस्मिता प्यारीजी है थ्याङ्क यू सो मच आएर साथ दिनुभयो सधैँभरि आउँदै गर्नुहोला माया नमार्नु चटक्क है ओके सर ओके टेक केयर अगाडि बढ्दै गर्नुहोला सबैमा प्रगति गर्दै जानु भएको छ अझै पनि हङकङ लन्डनमा गएर सो हानेको हामीले हेर्न पाओस् ओके सर आशीर्वाद छ थ्याङ्क यू सकेसम्म तपाईँ र म सँगै सो पनि हानौँला एक दिन ओके बाई बाई टेक केयर हुँदैछ नवराजी ओके सी यू टेक केयर बाई टेक केयर बाई बाई राम्रो मान्छे नराम्रो हुन्छ तपाईँले तपाईँले तल बस्न राम्रो लाग्छ कि माथि तपाईँले तल मनपर्छ जहाँ घर टुलमा बस्छु घरि जहाँ बस्नु नि जता भनेपछि तपाईँले जुन ठाउँमा पनि कन्फिडेन्ट कम्फर्टेबल जतै टुसुकी बस्दिन्छु अनि के बस्नुलाई पनि म त बस्नुलाई ठाउँ पाए जता बस्ने हो नि के बस्न पायो भनेपछि तपाईँ घर गाउँतिर पर्छ हो किन र गाउँमा चाहिँ भयो भने गाउँमा होइन सोधेको मात्रै उत्तर दिनु न गाउँमा बजारमा पर्छ कि गाउँमा मेरो चाहिँ गाउँमा गाउँमा भएको मान्छेले जुनै ठाउँमा पनि कम्फर्टेबल भएर हामी बाख्रा चराउन जाने बेलामा पनि हामी 7 स्टार होटल सम्झिन्थ्यो क्या त्यो खालको मान्छे थ्याङ्क यू सो मच प्यार दाइ गुरुङ दाइ थ्याङ्क यू सो मच हो भन्नु पनि म त बाख्रा चराउन जाने बेला पनि मतलब वनमा र घारीमा यसरी मजाले बस्दा पनि हामी 7 स्टार होटलमा रमाइलो गरिरहेछौँ गोटी खेल्थ्यो क्या त्यतिखेर हामीले होइन ढुङ्गाको घारीमा गोटी खेल्ने त्यो के भन्छौ ढुङ्गाको के त्यत्रो ढुङ्गा हुन्थ्यो के खेल्थ्यो गोटी ढुङ्गाकै हुन्छ के
हो के को हुन्छ र